गलत गरेपछि यहाँ गलत बनाउने हजारौँ भेटिन्छन्। सही गरे भने सही देख्ने 100मा 10% मात्र भेटिन्छन् हैन। त्यही पनि सही गर्दै जानु, 10% भएर हजारौँ पनि हुनसक्छ। सही गर्नु साथीहरू। हेलो साथीहरू, नमस्ते सबैजनालाई। फेरि स्वागत छ मेरो न्यू भ्लगमा हैन। आज म यहाँ झाडु लगाउँदैछु हैन। के चाहिन्छ हामीलाई भनेपछिमा हाम्रो लागि त सबभन्दा ठुलो खाना हो के पैसा। पैसा नभएर यो दुनियाँमा केही छैन। कसैलाई केही छैन, कसैको लागि के होला, कसैको लागि के होला, अलग अलग काम होला हैन। यदि साथीहरू हामी कुनै ठाउँमा पनि हैन, हामी गरिब मान्छेहरूलाई के चाहिन्छ, पैसा चाहिन्छ, खानाको लागि चाहिन्छ। आफ्नो परिवार 3 टाइम खाना खाएर सुखीले शान्तिले रहेपछि त मात्र शान्ति पाइन्छ। हामीलाई केही ठुलो सपना पनि छैन, ठुलो रहरहरू पनि छैन, केही छैन। तर त्यही हामी यही झाडु लगाएर अर्काको ठाउँमा या आफ्नै ठाउँमा भयो भने भाँडा धोएर साफसफाइ गरेर काम गरिरहेको छौँ। हामी 2 पैसा कमाउँ भनेर काम गरिरहेको छौँ। अब अर्काको देशमा आएर यसरी काम गर्नु एकदमै हो हैन, आफ्नो लागि। त्यही पनि जुन मान्छे आफू जस्तो छौ त्यस्तै रहो। म झाडु लगाउने काम गरिरहेको छु, म खाना बनाउने काम गरिरहेको छु, म साफसफाइको, हाउसकिपिङको, भाँडा धुनेदेखि झाडु लाउने, पोचा लाउने, जहाँसम्मदेखि भए पनि जे भए पनि त्यही गरिरहेको छु भने आफूले त्यही हिसाब गराउनु परेछ मान्छेले जुन ठाउँमा पनि। अब अर्काको देशमा आएर झाडु लगाउने मान्छे, पोचा लगाउने मान्छे, अब हामी साफसफाइ गर्ने मान्छे, अपार्टमेन्टमा सिक्युरिटी गर्ने मान्छे, कम्पनीहरूमा काम गर्ने मान्छे, हामी अर्को ठाउँबाट आएको मान्छे हैन, अर्को आफ्नो देशबाट अर्का ठाउँमा आएको मान्छे यहाँ आएर हामी बेङ्गलोरमा हो चाहे भारतको कुनै पनि राज्यमा होस्, कुनै पनि स्टेटमा हो हैन, आरामले बस्नु साथीहरू, आरामले काम गर्नु। सब ठाउँमा सबै इज्जत गर्छन् हैन। हाम्रो देशको पनि इज्जत हुन्छ, हाम्रो पनि इज्जत हुन्छ। वीर गोर्खा बहादुर भनेर चिन्ने मान्छे हैन। अब हाम्रो देशको गोर्खा भनेर कसरी चिन्छन् हैन, सबैलाई इतिहासमा छ। त्यसैले नाम राख्नु के साथीहरू, हाम्रो देशको नाम नघटाउनु, इज्जत नघटाउनु, आफ्नो इज्जत नघटाउनु हैन। गलत गरेपछि यहाँ गलत बनाउने हजारौँ भेटिन्छन्। सही गरे भने सही देख्ने 100मा 10% मात्र भेटिन्छन् हैन। त्यही पनि सही गर्दै जानु, 10% भएर हजारौँ पनि हुनसक्छ। सही गर्नु साथीहरू, सही रहनु, सहनु पऱ्यो हैन, जहाँ भए पनि। त्यही हो मेरो भनाइ। अब म काम गर्दैछु यहाँनिर। अब मेरो काम धेरै ढिला होला जस्तो छ, त्यसैले साथीहरू भिडियो लामो हुनेवाला छ। अब त्यही भन्न चाहन्थेँ म हैन, मेरो भ्लगमा, आजको भ्लगमा त्यही हो। किनभने अब हामी जस्तो मान्छेलाई हैन अप्ठ्यारो हुन्छ। हामी इज्जतले बस्ने मान्छे हैन, आफ्नो परिवारलाई आफ्नो जुन ठाउँमा भए पनि इज्जतले बसेर खाने मान्छे हैन। 10 रुपियाँ भए पनि 2 रुपियाँ भए पनि इमान्दारीले इज्जतले कमाएर खाने मान्छे भले झाडु लगाऊ, पोचा लगाऊ, जे लगाए पनि इज्जतले लाउने हो। आफूले कसैसँग लफडा गर्ने होइन, कसैसँग उ गर्ने होइन, आफूले इज्जतले बसेर इज्जतले खाने हो हैन साथीहरू। यदि तपाईँ झाडु पोचै काम गर्छु भनेपछि ठुलो मान्छे पनि इज्जत गर्छ, इज्जतले रहनुपर्छ। त्यसैले इज्जत गर्छन्। अब घमण्डगिरी गऱ्यो भने ठुलो मान्छेको पनि कोही इज्जत गर्दैन, सानो मान्छेको पनि कोही इज्जत गर्दैन है साथीहरू। ठिकै छ, धन्यवाद। यदि फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला, यदि युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है साथीहरू। एकदमै धन्यवाद। जय नेपाल।